आदरणीय सभाध्यक्षज्यू, निष्पक्ष निर्णायक मण्डल, गुरुवर्ग तथा मेरा प्यारा साथीहरू, आज म मन्जरी माध्यमिक विद्यालयमा कक्षा 8 मा अध्ययनरत छात्र अनुराग सिंहको स्वीकार्नुहोस् न्यानो अभिवादन। आज म शैक्षिक विकासमा एआईको महत्त्व भन्ने शीर्षकमा आफ्ना भनाइहरू व्यक्त गर्न चाहन्छु। ढिला नगरी सुरु गरौँ। आज हामी 21औं शताब्दीको त्यो मोडमा पुगिसकेका छौँ जहाँ प्रविधि हाम्रो दैनिक जीवनको एउटा अभिन्न अङ्ग बनिसकेको छ। आज हामी स्मार्टफोनदेखि रोबोटिक्ससम्म आइपुग्दा यो प्रविधिको एउटा पाटोले नै हाम्रो संसारलाई तरङ्गित गरिदिएको छ। त्यो हो आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआई। कृत्रिम बुद्धिमत्ता अर्थात् एआई आजको विश्वव्यापी सामाजिक, आर्थिक, राजनीतिक र प्रशासनिक लगायतका अन्य परिवेशहरूमा अत्यन्त तीव्र गतिले प्रवेश गरेको एक शक्तिशाली प्रविधि हो र छरितो मानवीय खोज तथा अनुसन्धानको एक सटिक माध्यम पनि हो। यो प्रविधिको सुन्दर र दूरगामी प्रभाव आज हामीले हाम्रो शिक्षा क्षेत्रमा पनि देख्न सक्छौँ। साथीहरू, परम्परागत शिक्षा प्रणालीमा एउटै कक्षा कोठाभित्र 50 जना विद्यार्थीहरू हुन्थे। उनीहरूलाई एउटै गति र एउटै तरिकाबाट सिकाइन्थ्यो। तर हामी सबैलाई थाहा नै छ कि सबै विद्यार्थीहरूको फरक फरक सिक्ने क्षमता हुन्छ। कसैले चाँडो बुझ्छन् भने कसैलाई बुझ्न अलिकति समय पनि लाग्न सक्छ। एआईले यो खाडललाई पुरिदिएको छ। आज एआईका कारणले गर्दा व्यक्तिगत सिकाइ अर्थात् पर्सनलाइज लर्निङ सम्भव भएको छ। यसले विद्यार्थीहरूको कमजोरी तथा बलिया पक्षहरू पहिचान गरी उनीहरूकै रफ्तारमा पाठ्य सामग्री उपलब्ध गराइदिन्छन्। यसले गर्दा कमजोर विद्यार्थीहरू पनि हिंसा बोध नगरी आफ्नै रफ्तारमा सिक्ने मौका पाएका छन्। महोदय, दोस्रो कुरा भनेको एआईले शिक्षालाई 24औं घण्टा उपलब्ध 24/7 एक्सेसिबिलिटी बनाइदिएको छ। विद्यालय समय सकिएपछि वा घरमा शिक्षक नभएको बेला यदि कुनै पनि विद्यार्थीलाई गणितको समस्या हल गर्न गाह्रो लाग्यो भने उसले एआई टुल वा च्याटबोटबाट सहज रूपमा एउटा स्पष्ट प्रभावकारी स्पष्टीकरण पाउन सक्छ। गणितको मात्र होइन, अरू कुनै विषयमा पनि उसलाई अप्ठ्यारो लाग्छ भने उसले एआईको प्रयोगले एउटा सरल भाषामा स्पष्टीकरण पाउन सक्छ। यसले शिक्षालाई विद्यालयको 4 पर्खालमा मात्र सीमित गरिदिएको छैन। एआई विद्यार्थीहरूको लागि मात्र होइन, शिक्षकहरूको लागि पनि वरदान साबित भएको छ। शिक्षकहरूको अधिकतम समय विद्यार्थीहरूको गृहकार्य जाँच्न, उनीहरूको हाजिरी बनाउन र अन्य प्रशासनिक काम गर्न जाने गर्थ्यो। तर एआईले ती प्रशासनिक कामहरू सेकेन्डभरमै गरिदिन्छन्, जसले गर्दा शिक्षकले आफ्नो अमूल्य समय विद्यार्थीहरूलाई व्यक्तिगत रूपमा मार्गदर्शन गराउन र उनीहरूको रचनात्मक क्षमता बढाउन खर्च गर्न पाउनुहुन्छ। यसले गर्दा पनि धेरै फाइदा पुगेको छ। यसबाहेक पनि एआईले दृष्टिविहीन भएका वा सुन्ने क्षमता कम भएका, अपाङ्गता भएका विद्यार्थीहरूको लागि रियल टाइम स्पिच टु टेक्स्ट वा टेक्स्ट टु स्पिच जस्ता प्रविधिहरू प्रदान गरेर शिक्षालाई पहुँच योग्य र समावेशी बनाएका छन्। एआईसँगै भर्चुअल रियालिटी भिआर र अगमेन्टेड रियालिटी एआरले पनि शिक्षालाई रमाइलो बनाउँछ। वैज्ञानिक प्रयोगमा वा इतिहासका घटनाहरूलाई विद्यार्थीहरूले भर्चुअल रियालिटी अर्थात् भिआरका मद्दतबाट आफ्नै आँखा अगाडि देख्न र बुझ्न पाउँछन्, जसले गर्दा बुझाइले निकै सजिलो बनाएको छ। त्यसैले महोदय, मलाई लाग्छ कि शैक्षिक विकासमा एआईको धेरै नै महत्त्व रहेको छ। तर हामी सबैले थाहा छ कि एउटा सिक्काका 2 पाटा हुन्छन्। त्यसैगरी एआईका धेरै फाइदाहरू भए पनि यसका केही बेफाइदाहरू पनि रहेका छन्। विद्यार्थीहरू गुगल वा एआईमा बढी भर पर्नाले उनीहरूको विश्लेषण गर्ने क्षमता, क्रिटिकल थिङ्किङ कमजोर हुँदै गएको छ। अर्को कुरा भनेको एआईले कहिले पनि एउटा मानवीय शिक्षकको ठाउँ लिन सक्दैन। एउटा मानवीय शिक्षकले दिने नैतिकता, भावनात्मक सामिप्यता, माया, संस्कार कुनै पनि कम्प्युटर वा सफ्टवेयरले दिन सक्दैन। त्यसैले आजको आवश्यकता भनेको एआईले विशेष गर्नु होइन, त्यसको सही र मर्यादित ढङ्गले उपयोग गर्नु हो। एआईले शिक्षकको विकल्पका रूपमा होइन, शिक्षक र विद्यार्थी दुवैको सहयोगी असिस्टेन्टका रूपमा लिनुपर्छ। त्यसैले अन्तमा भन्नुपर्दा यदि हामीले शिक्षामा एआईको महत्त्वलाई बुझी हाम्रो देशको निजी तथा सरकारी विद्यालयहरूमा यसको उचित ढङ्गले प्रयोग स्थापना गर्न सके मात्र हाम्रा विद्यार्थीहरू विश्व बजारमा प्रतिस्पर्धा गर्ने योग्य हुनेछन्। त्यसैले प्रविधिलाई मार्गदर्शक होइन, साधन बनाऊ र शिक्षालाई अझ उज्यालो बनाउँदै जाऊ। अन्तमा म यस टेक्सास टपरस्टक संस्थालाई मलाई आफ्नो भनाइहरू राख्न दिएकोमा हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। यति भन्दै म आफ्नो भनाइहरू यहीँ समाप्त गर्न चाहन्छु। यदि मबाट केही त्रुटि भएमा मलाई क्षमा गरिदिनु होला। हस्त, धन्यवाद।